च्यानल आइबो सन्चै हुनुहुन्छ होला सबैजना हाम्रो युट्युब च्यानलमा स्वागत छ। अनि हामी चाहिँ अहिले हिँड्दैछौँ स्वयम्भू बाँदरको घरहरू भनेर पनि चिनिन्छ। स्वयम्भू हिँड्न लागिरहेका छौँ। हाम्रो भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है त। हिँड्ने क्रममा यहाँ पानी आएर उत्तिरहेका छौँ, तपाईँ देख्न सक्नुहुनेछ। सुरत दाइहरू चाहिँ उहाँ हुनुहुन्छ, समीर यहाँ बसिरहेका छन्। पानी आएर चाहिँ हामी उत्तिरहेका छौँ। हेर्नु लोकतान्त्रिक चोकमा चाहिँ यत्रो पानी आइरहेको छ। आइसकेका छौँ, तपाईँ देख्न सक्नुहुनेछ। सुरत दाइ हुनुहुन्छ यहाँ चाहिँ, एकदमै भिड छ होइन। कहाँ हामी चाहिँ आइरहेका छौँ, तपाईँ देख्न सक्नुहुनेछ होइन। स्वयम्भूमा आइरहेका छौँ है गाइस। मेरो नि एउटा यहाँ चाहिँ अवस्था देख्न सक्नुहुनेछ होइन। पछाडिबाट भिडियो बनाउने काम भइरहेको छ। समीर आइसकेका छ भने यता देख्न सक्नुहुनेछ हाम्रो समीर। एउटा पोज देऊ त समीर। नुमादितको भिडियो बनाउने काम भइरहेको छ। जाँदैछौँ है, एकदम भिड छ। स्वयम्भू माथि जाँदैछौँ है। अझै पानी पर्नु भयो। फोटो बनाउँ, फोटो खिच्न कहाँ जङ्गल हिँडिरहेको। अरू चाहिँ कता गयो आउँदैछन् होइन। नुमादी र समीर पानी आइसकेको छ, तपाईँ देख्न कहाँ हो भन्छ जङ्गलमा फोटो खिच्न। कहाँ आइयो कपाल मिलाएको कपाल सपाल मिलाएको। फोटो खिचाइ सकिसकेको छ। अब चाहिँ हामी यता देखाउन गइरहेका छौँ। यता देख्न सक्नुहुनेछ, यहाँ चाहिँ पानी आइरहेको छ क्या। पानीका कारणले चाहिँ फोटो खिच्नको लागि यता देख्न सक्नुहुनेछ। ओ त्यो ठाउँमा चाहिँ घाम लागेको जस्तो लागिरहेको मलाई। त्यो ठाउँमा चाहिँ यहाँ देख्न सक्नुहुनेछ। सक्नुहुनेछ होइन, घाम लागिरहेको छ। तपाईँले देख्न सक्नुहुनेछ। हामीले फोटोसोटो खिचेर सकिसकेको छ भने अब चाहिँ त्यहाँ सामान राख्ने हिजो क्या। म मान्छे उताको भिड हेर्नु न। पानी आएर खासै गतिले हिँड्यो भनेन त्यस कारणले चाहिँ तपाईँ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ यस्तो पानी आइरहेको छ। त्यो पारामा देख्न सक्नुहुनेछ। फोटो खिचिसकेको छ। सकियो फोटो खिचेर। होइन यहाँ चाहिँ हेर्नु पानी आएर अवस्था एकदमै गम्भीर छ। यहाँ चाहिँ पानीका कारणले यस्तो मौसम पनि। चट्टापारामा यहाँ अवस्था एकदमै यस्तो छ। फोटो खिच्ने काम भइरहेको छ मजाले। हिँड्दैछौँ होइन। दुईटा यति गर्नु न। फोटो हाल्दैन तिमीहरुको।
यस्तो पोज बाहेक अरु छैन क्या हो जाँदैछौँ होइन पानी आइरहेको छ माथि स्वयम्भू हामी त माथि जाँदैछौँ माथि यता होइन के यता अन्नै खोकिएन पानी परेर हेर्नु न फेरि बाटोको अवस्था एकदमै गम्भीर छ गाडी देख्न सक्नुहुनेछ पानी आइरहेको छ आइसकेका छौँ तपाईँ सक्नुहुनेछ हाम्रो चाहिँ पछाडि हुनुहुन्छ हाम्रो ब्याकग्राउन्डमा हुनुहुन्छ हाम्रो समीर अधिकारी र यता ब्याकग्राउन्डमा सुरज भण्डारी हुनुहुन्छ हामी चाहिँ सोम्बु आइसकेका छौँ फाइनली कता हिँड्नुभयो चाहिँ नुमा दिदी हामी चाहिँ सोम्बु हिँड्दैछौँ है त गाइज ओहो ल ल ल म बसिहाल्छु ए पानी आएछ वाट्सएप गाइज होइन क्यामेरामा चाहिँ पानी परेर राम्रो आइन्छ गाइज होइन अनि हामी चाहिँ अहिले आइसकेका छौँ ट्याक्क स्वयम्भूमा गाइजहरू हो तपाईँहरू देख्न सक्नुहुनेछ हामी चाहिँ स्वयम्भूमा आइरहेका छौँ भने माथि देख्न सक्नुहुनेछ यता देख्न सक्नुहुनेछ मन्दिर अब हामी चाहिँ काठमाडौँको भ्याली देखाउन गइरहेका छौँ हाम्रो भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला धरहरा कति सानो रहेछ गाइज के टावर अरे सेतो टावर देख्न सक्नुहुनेछ हाम्रो काठमाडौँको सेतो टावर चट्ट पारामा मैले त देखिनँ तर क्यामेरामा देखिन्छ होला कहाँ हो काठमाडौँको सेतो टावर हो धरहरा होइन चट्ट पारामा काठमाडौँ देख्न सक्नुहुनेछ होइन धरहरा चाहिँ च्याट्टै पारामा कहाँ हो धरहरा धरहरा हो यो देख्न सक्नुहुनेछ होइन चट्टपारामा काठमाडौँ भ्याली देख्न सक्नुहुनेछ यहाँ चाहिँ मान्छेहरूको जनसङ्ख्या एकदमै बढिरहेको छ फोटो खिच्ने काम चाहिँ एकदमै चलिरहेको छ होइन नुमा दिदीले यस्तो गर्नुभएको छ पोज नुमा दिदीको होइन खतरा आएछ मन्दिर चाहिँ गडा छ त्यहाँको भिड देख्न सक्नुहुनेछ यहाँ चाहिँ मन्दिर देख्न सक्नुहुनेछ बुद्धम शरणम अरे समीरले चाहिँ यहाँ कता बसौँ मन्दिरबाट फर्किसकेका छौँ उहाँले चाहिँ यहाँ हुनुहुन्छ सुरत दाइरमा आउनुहुन्छ देख्न सक्नुहुनेछ हामी चाहिँ फर्किसकेका छौँ है त चढिसकेका छौँ यता चाहिँ सुरत दाइहरू हुनुहुन्छ सबैलाई आइगइरहेको छ हामी बसमा चाहिँ छौँ होइन हामी चाहिँ स्वयम्भू गएर आइसकेका छौँ पछाडिको भ्यू जाँदैछौँ होइन तपाईँले देख्न सक्नुहुनेछ हामी चाहिँ जट्टापारामा घर जाँदैछौँ सुरत दाइ यहाँ हाम्रो समीर अधिकारीजी हुनुहुन्छ नुमा दिदी त्यहाँ हुनुहुन्छ यो खोलाको नाम के अरे नुमा दिदी ल हेर नामै थाहा छैन सुरत दाइलाई यो नाम थाहा भएको सुरत दाइ यो खोला नाम के अरे विष्णुमती हामी त्यहाँ विष्णुमतीको किनारमा छौँ है गाइजहरू देख्न सक्नुहुन्छ यता विष्णुमती बगिरहेको छ भने यता हामी बगिरहेका छौँ मकै यहाँ रहेछ गाइजहरू होइन मकै खानु आउनु चट्टापारामा यहाँ चाहिँ हामी हिँडिरहेका छौँ अफरोड विष्णुमतीमा सामान पनि किनेर ल्याएका छौँ होइन त्यो सामान चाहिँ हामीले घरै घर देखाउने छौँ ल है त एकछिन